नमस्कार। मात्रै 3टा प्राणायाम डेली बिहान मर्निङ एकदम आधा घन्टा टाइम दिनुपर्छ। मैले जस्तै गोली खानु पर्दैन। मैले अहिलेसम्म गोली खाएको छु। 3टा प्राणायाम मात्रै गर्ने, अरू केही गर्नु पर्दैन। एउटा मण्डुका आसन गर्नुहोस् त्यो पेटको लागि, एउटा भस्त्रिका आसन गर्नुहोस् फोक्सो अथवा मुटु हाम्रो श्वासको लागि। अब अर्को प्राणायाम कपालभाती गरिदिनुहोस्। यति 3टा हामीहरूले चाहिँ प्राणायाम गऱ्यौँ भने हामीहरू कहिले रोगबाट त्यति एकदम ग्रस्त बनाउँदैन। हेर्नुहोस् यो कसरी गर्ने, फेरि यसको तरिकाहरू पनि एकदम भक्तिसँगले गर्ने हो। अब यो मण्डुका आसन गर्दा यो हातलाई यो गर्नुहोस् र नाभिभन्दा तल यो 30 सेकेन्डसम्म यसरी रोकिदिनुहोस्, सास पनि रोकेर। अब अर्को कुरा, यसैमा हामीहरूले कपालभाती गर्न पनि सकिन्छ। यो हल्लाइदिनुहोस्, 30 सेकेन्डसम्म सास रोकिरहनुहोस्। यो तर खाली पेट हुनुपर्छ। यो ढप 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 गर्छ, त्यो हाम्रो बोला एउटा थाहा पाइन्छ पुरा। जस्तो हाम्रो मुटु धड्किन्छ त्यसरी नै त्यहाँ धड्किन्छ। यो पनि 30 सेकेन्डसम्म गर्ने। यो एकदम सही तरिका हुन्छ। यो गरियो भने हामीले गानो बोला ग्यास्ट्रिक पेटको बिमारहरू एकदम निर्मूल हुँदै जान्छ। अर्को भस्त्रिका गर्नलाई यो तरिका गर्नुहोस्, सिधा एकदम वज्रासनमै होस्। कम समय लगाएर हुँदैन, बहुत टाइम लगाउनु पर्छ। एकदम कम्तीमा यसलाई मात्रै 3 मिनट पुरा टाइम दिनुपर्छ। पुरै 3 मिनटसम्म थाकिन्छ। कत्रो काम गर्दाखेरि थाकिँदैन। यो भस्त्रिका एकदम 3 मिनट टाइम लगाएर गर्ने। त्यस पछाडि कपालभातीलाई यो पोजिसनमा राख्नुहोस्, आफ्नो सेन्टरमा बिचमा पार्नुहोस्। यो कुर्कुचो यसलाई पनि बिचमा पार्ने। यो सकभर दुइटै घुँडाले छोइयोस् जमिनमा र हाम्रो सिधा हुन्छ शरीर सिधा भएपछि यो हाम्रो एकदम ध्यान मुद्रामा बसेर नमस्कार। यो यति हामीहरूले 3टा प्राणायाम डेली गरियो भने एकदम रियली सत्य कुरो हो। मैले दबाई खाएको छुइनँ। म बडी जस्तो यी 3टा प्राणायाम चाहिँ असाध्यै गर्छु। यसले शरीरमा कुनै रोग पनि छेउमै आउन दिन्छ। यो चाहिँ सत्य र प्रुफ भएको छ। मैले अनुमान गरेको छु है। गर्नुहोस्, लाइक सेयरहरू कमेन्टहरू पनि गरिदिनुहोस्। यस्तै सर्ट भिडियोहरू पनि हेर्नुहोस्। मैले बनाएको छु। दबाई केही जानेको कुरो मैले अन्तबाट सिकेको कुरो पनि गरिदिएको छु होइन। अब हाड जोड्नेहरू दुखेको छ भनेपछि यो प्राणायाम पनि गर्ने, साथमा मसाज तेल पनि बनाएको छु है। अति अचुक छ, असत्य कुरो म बोल्दिनँ। अचुक छ, एकदम जादुको छडी जस्तै छ। लगाएपछि सन्चो हुन्छ, आराम हुन्छ। पेट बिस्तारा भएको मान्छे म एकदम तन्दुरुस्त भएको छु।
त्यसको लागि धेरै धेरै धन्यवाद छ। भगवान्लाई पनि धन्यवाद छ।